Hi, welcome to my YouTube channel, guys. After a long time पछि भिडियो बनाउँदैछु. So मेरो भिडियोलाई लाइक, कमेन्ट एन्ड सब्स्क्राइब गरिदिनु होला, गरिदिनुस्. पहिल्यै तिहारको धेरै शुभकामना छ. दाइ, दिदी, भाइ, बहिनीहरु कता कता हुनुहुन्छ. So अर्को पाली तिहारमा चाहिँ खै कता मनाउने हो. अहिले चाहिँ तिहार मजाले मनाइन्छ. अब सब रेडी भएर पर घर जान्छु. अनि मामा चाहिँ यहाँ ल्याउन आइसक्नु भएको छ. मिनी ब्लगमा आउने भैया सामलाउँदै राख्नु मेरो कोलोमा भयो. के हो त यहाँ तिहारको लागि सामान छ गाडीमा. हाम्रो ब्राउनै छैन अनि ब्राउन गर्नु डायमन्डको फेरि फेभरेट ब्राउन हो. ब्राउन खान पाएन भनेर यहाँ दे रोको छन्. अब अर्को सालको तिहारमा ब्राउन ओन्ली. Oh my god! Wow! पनि शेयर गरिदिनु होला किनभने अब काम गरेर भन्दा पनि टेमीबाट पैसा कमाएर अनि घर बसेर खाएर मोटाउनु हुन्छ भन्ने पूर्ण आशाका साथ सबैले चाहिँ लाइक सब्स्क्राइब गरेर क्वाइन फुटा हान्दिनु होला. सुषमा मोटाको देख्न सघना पुरा होस् हैन. थ्यांक यू सो मच त्यस्तो भनिदिनु भएकोमा. कोकोलाई म मोटाको हेर्न रहर छ. कृपया टीका चाहिँ यहाँ रेडी भयो. ओके अब फिल्म अब वेलकम टु माई ब्लग भन न. वेलकम टु माई ब्लग. हैन टुङ्गेको ब्लग भन का. टुङ्गेको ब्लग. ए गएछ त ए बिर्से बोला नगर्नु प्लिज तिम्रो नाना नि फोर भयो. 1 2 3 4 5 6 7 8 जाऊ हात हो अनि काट्टा त्यो न त हात होइन त एक्सन गरेको हेरि हात धुनु कहिले हात धुने भन्नु त. यहाँ थाहा जाने ल हात नधोए नि हुन्छ हो. त्यो टुङ्गेको घर हो. Oh my god, thank you. Yeah, thank you. सानो कान्छा सानो टङ 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 सबै हाई गाइस. हाई भन न सानो. टुङटुङको युट्युबमा भन. टुङटुङको युट्युबमा भन. गाइस अब चाहिँ म चाहिँ सामानहरु सबै रेडी पार्छु. सबै सेटअप गर्छु अनि हामी लुगाहरु चेन्ज गर्छौं अनि टिका लगाउँछौं. सबै रेडी भइसक्यो. अब यहाँ फुलहरु, रोटी, माला अब एकछिनपछि अझ रेडी भइ सक्नु होला. त्यसपछि म चाहिँ मासु भएन भन्दैछ. अब हाम्रो सानो पनि रेडी भइसके हान अनि म र सानो दुईजना रेडी भइसके हाम अनि उहाँ कान्छा पनि रेडी भइसके हान. सानो त झन् कति ह्यान्डसम देख्यो हान का. ओ माय गॉड वाउ. ओके गाइस अब हामी चाहिँ यसो अब अरु त छैन. फुलमालाहरु मात्रै समातेर घुमाउँदा लागेको छौं. सो अब म र मम्मी मात्रै हो. त्यही भएर म र मम्मीले मात्रै गर्न. बहिनीको चाहिँ अहिले छुट्टी नमिलेर बहिनी चाहिँ भएन. सो म र मम्मी मात्रै गर्दै छौं. अब म र मम्मी चाहिँ घुम्छौं. त्यही माला यति समातेर मात्रै. अनि ठाउँ अलि सानो भएको थियो त्यही भएर अनि मैले पनि फुल र भाइ खाजा मात्र समाते. मम्मीले पनि फुल मात्र के समात्नु भयो. त्यतिले हामी घुम्यौं. फन्टी लाएर 3 फन्का लगाएर घुम्ने. अनि
त्यस पछाडि मम्मीले चाहिँ मामालाई टिका लगाइदिँदै हुनुहुन्छ सबैतिर। मलाई झिलिक झिलिकवाला त बिर्सेछु। सानोको त कान्छाको त पहिलो तिहार हो। मेरो बाबुको त दोस्रो। नमस्ते गर तुङ्गला नमस्ते गर्ने उ फुलमाला लागिन्छ नि त हो नमस्ते गर त नमस्ते गर बाबु त गर्छ ओ चिलान्छ भन्छ त नि हातमा नि यस्तो कोप्छ खै त तबे लाइदा ये तबे नलागाइदिकन अब अहिले लाइदिनु के बताउ मलाई यो दाम भन्नु पहिला चाहिँ त्यो लगाइदिएको थियो। Damn, I forgot. Damn. Two. I forgot. खाइदिन्छ क्या तिमीले त्यसलाई खानै पर्ना भयो हातमा दिनु अब चाहिँ भाइटिकामा रक्सी खुवाउने खाँदैन भन्दै थियो भाइले। जबरजस्ती थोरै त खानु पर्यो भनेर खुवाइदियो। अनि अर्को भाइलाई पनि खुवाइदिए। उसलाई त झन् दुईजनाले भएर धेरै खुवाइदिएको। पछि चाहिँ किचिकिची गर्यो भन्दै थियो। अब चाहिँ मेरो टिका लगाउने पालो। अघि चाहिँ लगाइदिने बिर्सेथ्यो अनि पछि चाहिँ लगाइदिएको। एकछिन भाइले टिका लगायो, आशिक हालिदियो। अनि माला चाहिँ पहिला लगायो, टिका चाहिँ पछि लगाउँदैछु। कस्तो खतरा हो मलाई चाहिँ माला लगाएर अनि टिका लगाइदिने। अनि भाइले टिका लगाउँदै सानोले पनि म पनि लगाइदिने अरे। भाइ फेरि कति अग्लो भएको। अनि नानीले अलि तल बस भनेर अनि अलि तल राखेको। सानोले पनि मलाई पहिलोचोटि टिका लगाइदिँदैछ। अनि अलि राम्रो बनाइदेऊ है भनेको पुरा। सानोलाई अनि अब चाहिँ मलाई चाहिँ ढोक गर्नुपर्छ है भनेको। त्यो आफ्नो लुगाले घोप्टो पर्न सकेन अनि चुङरुङ्ग बस्यो। अनि जबरजस्ती गरेको हातै टेकी ढोक गर्ने। अनि नमस्ते भन्यो कान्छु सानोले। अनि ह्याप्पी तिहार। अनि भाइहरू चाहिँ खुवाइदैनन्। सानोले चाहिँ टिका लगाएर मलाई भाइ खाजा खुवाउँदैछ। अब अन्डा खुवाउने। म कति ठुलो गरिदिएको पसालिदिन्छ कि भनेको हाफ समाते गरेर हाफ मात्रै खा अरे। अनि अझै के दिने होला भनेर सोच्दैछ। खानेहरू कुरा खोज्दैछ सानोले मलाई के खुवाउने भनेर। अब उसले चाहिँ खोज्दै मासु चाहिँ देखेछ। अनि मासु लिएर हात थापेको देखेर हातमा राखिदिने भनेर। अबे भाइ खाजामा त के हो यो भिस मिठाई। नेपालको भिस मिठाई पनि छ, नेपालको पिरो मिठाई पनि छ। यो खै के मिठाई हो थाहा छैन। अनि यहाँ के पनि छ। सानो खाने हो। Why? This is पिरो मिठाई छैन पिरो मिठाई। This is all candy. पुरानो मिठाई हो यो। मिठो हुन्छ पिरो पिरो हुन्छ। पुरा तिहारको पुरा खाइराखेको। ओ माई गॉड ओ माई गॉड। अर्को मिठाको हेलो मिस्टर हो धन्यवाद। यारमा त आम नाम नले भन्नु हो क्या बाबा हो। मामा कस्तो भइरहेको खाना मिठो छ। ल गाइस मेरो चाहिँ अब तिहार सक्यो। अब चाहिँ यहाँ चाहिँ गेम सुरु भइरहेको।
गेम स्टार्ट भयो यहाँ त्यो मेरो चाहिँ ऊ अन्त किन त्यो चाहिँ पुरा गयो नि बलक फाइनल कति राम्रो नाम राख्दै हौ र ओके गाइस म चाहिँ अब एकछिन क्यारम बोर्ड खेलेको हेरेर अनि घरतिर लाग्छु सो तिहारको सबैजनालाई धेरै धेरै शुभकामना हाम्रो बाबाको साथ चाहिँ ट्वाक्क जान्छ नि फेरि अनि थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो गाइस लभ यू सो मच